पछिल्लो समयमा घटेका समसामयिक घटनाक्रमहरूबाट केही वस्तुगत प्रश्नोत्तरहरू लिएर आजको भिडियोमा उपस्थित भएको छु। आशा छ यहाँ प्रस्तुत गरिएका विभिन्न समसामयिक सामान्य ज्ञानहरू विभिन्न परीक्षाको लागि उपयोगी हुनेछ। सुरु गरौँ। पहिलो प्रश्न, आइसिसी पुरुष टी20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनौटको उपाधि कसले जित्यो? आइसिसी पुरुष टी20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनौटको उपाधि कसले जित्यो? यसको उत्तर रहेको छ नेपाल। 9 टिम सम्मिलित एसिया तथा इस्ट एसिया प्यासिफिक छनौटको उपाधि नेपालले जित्न सफल भएको छ र यो सँगै नेपाल विश्वकप 2026 मा छनौट भएको छ। दोस्रो प्रश्न छ, हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको सही उत्तर हो 335 मेगावाट। 335 मेगावाट क्षमता रहेको छ। प्रश्न नम्बर 3, नेपालमा सबैभन्दा अग्लो हाई लाइनको अभ्यास कहाँ गरिएको छ? नेपालमा सबैभन्दा अग्लो हाई लाइनको अभ्यास कहाँ गरिएको छ? यसको उत्तर छ पर्वतको कुस्मा र बागलुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोजमा। पर्वतको कुस्मा र बागलुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोजमा यसको अभ्यास गरिएको छ। बन्जी लगायत एडभेन्चर हबका रूपमा परिचित दि क्लिफमा पहिलो पटक हाई लाइन अभ्यास गरिएको छ। प्रश्न नम्बर 4, दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ? दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई ग्यास पुग्ने रहेको रिपोर्ट आएको छ? यसको उत्तर छ 50 वर्ष। 50 वर्षलाई पुग्ने रिपोर्ट आएको छ। प्रश्न नम्बर 5, अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ? अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हालको मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ? यसको उत्तर छ रु 61 खर्ब 7 अर्ब 22 करोड। रु 61 खर्ब 7 अर्ब 22 करोड कुल अर्थतन्त्रको आकार रहेको छ। पछिल्लो आर्थिक वृद्धि दर 4.61% रहेको छ। प्रश्न नम्बर 6, जेनजी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो? जेनजी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 भदौ 27 गते। विक्रम सम्वत 2082 भदौ 27 गते नियुक्ति भएको हो। प्रश्न नम्बर 7, हाल संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? हाल संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? यसको सही उत्तर रहेको छ नेपाल। सन् 2025 को तथ्याङ्क अनुसार नेपालले सबैभन्दा बढी शान्ति सैनिक पठाएको छ। 2025 अक्टोबरसम्म नेपालले विभिन्न शान्ति मिसनमा 538 महिला सहित 5819 नेपाली शान्ति सेनामा परिचालन गरेको छ। प्रश्न नम्बर 8, जेनजी आन्दोलनको परिणामस्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो? जेनजी आन्दोलनको परिणामस्वरूप हालै सत्ता परिवर्तन भएको अफ्रिकी मुलुक कुन हो? यसको उत्तर रहेको छ माडागास्कर। माडागास्करमा जेनजी आन्दोलन पश्चात सत्ता परिवर्तन भएको छ। प्रश्न नम्बर 9, नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी20 विश्वकप 2026 का लागि कहिले छनौट भएको हो? नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी20 विश्वकप 2026 का लागि कहिले छनौट भएको हो? यसको सही उत्तर छ सन् 2025 अक्टोबर 15। सन् 2026 मा छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी20 मेन्स विश्वकपका लागि छनौट हुन सफल भएको छ नेपाल। सन् 2014 मा पहिलो पटक टी20 विश्वकपमा सहभागी भएको थियो। त्यस्तै सन् 2024 मा दोस्रो पटक टी20 विश्वकपमा सहभागी भएको थियो र यसैगरी सन् 2025 मा तेस्रो पटक टी20 विश्वकपमा छनौट भइसकेको छ। प्रश्न नम्बर 10,
बेस्ट क्यासिनो इन साउथ एसिया 2025 अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो? बेस्ट क्यासिनो इन साउथ एसिया 2025 अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो? यसको सही उत्तर छ क्यासिनो माजोङ। क्यासिनो माजोङ बेस्ट क्यासिनो इन साउथ एसिया 2025बाट सम्मानित भएको छ। प्रश्न नम्बर 11 विक्रम सम्वत 2082 को गोङ्ग शिरपा सम्मान कसलाई प्रदान गरियो? 2082 को गोङ्ग शिरपा सम्मान कसलाई प्रदान गरियो? यसको सही उत्तर छ साहित्यकार द्वय ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतम। ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतमलाई प्रदान गरिएको छ र जनही 50,000 रुपैयाँ पुरस्कार राशि रहेको छ। प्रश्न नम्बर 12 ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? यसको सही उत्तर छ ग्लोबल आइएमई बैंक लिमिटेड। ग्लोबल आइएमई बैंक लिमिटेडले बेस्ट बैंक अवार्ड 2025बाट सम्मानित भएको छ। प्रश्न नम्बर 13 अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? यसको सही उत्तर रहेको छ फ्युज मेसिन्स इन्क। सन् 2025 को अक्टोबर फ्युज मेसिन्स इन्क भन्ने कम्पनी रहेको छ। प्रश्न नम्बर 14 सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल अर्थात् फाइनान्सियल एक्सन टास्क फोर्सको मूल्याङ्कन अनुसार नेपालको अवस्था अहिले के रहेको छ? यसको सही उत्तर हो निगरानी सूची अर्थात् ग्रे लिस्टमा रहेको छ। प्रश्न नम्बर 15 पर्यटकको आकर्षक गन्तव्य ब्रह्मस्थान कहाँ रहेको छ? यसको सही उत्तर हो नवलपरासी बर्दघाट सुस्तापूर्व। नवलपरासी बर्दघाट सुस्तापूर्वमा ब्रह्मस्थान रहेको छ। प्रश्न नम्बर 16 विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? यसको सही उत्तर छ ब्राजिल सन् 2025 मा। कारखानामा एडिस इजिप्टाई लामखुट्टेलाई बोल्बाचिया ब्याक्टेरियाबाट सङ्क्रमित गराइन्छ र जसले डेङ्गु भाइरसको विकास रोक्छ र रोग फैलिन दिँदैन। प्रश्न नम्बर 17 एसियाकै सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? एसियाको सबैभन्दा कान्छो राष्ट्र रहेको पूर्वी टिमोर आसियानको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? यसको सही उत्तर छ सन् 2025 अक्टोबर 26। टिमोर लेस्टे भनेर पनि चिनिने पूर्वी टिमोर आसियानको 47औं शिखर सम्मेलनबाट 11औं सदस्य बनेको छ र पूर्वी टिमोर सन् 2002 मे 20 मा इन्डोनेसियाको अधीनबाट स्वतन्त्र राष्ट्र बन्न सफल भएको थियो। आसियानको 47औं शिखर सम्मेलन सन् 2025 को अक्टोबर 26 देखि 28 मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको थियो र सो सम्मेलनको नारा समावेशिता र दिगोपन रहेको छ। आसियानको 10औं सदस्य राष्ट्र भने कम्बोडिया रहेको थियो। प्रश्न नम्बर 18 सरकारद्वारा कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत भएको छ? सरकारद्वारा कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत गरिएको हो? यसको सही उत्तर छ विक्रम सम्वत 2082 असोज 30। प्रश्न नम्बर 19 ग्लोबल पीस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? ग्लोबल पीस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? यसको सही उत्तर हो 76औं स्थानमा। नेपाल 76औं स्थानमा हुँदा सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने सार्क राष्ट्रहरूमध्ये सबैभन्दा अगाडि भुटान रहेको छ जसको स्थान 21औं रहेको छ। प्रश्न नम्बर 20 संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा चयन भएका नयाँ अस्थायी सदस्य राष्ट्रहरू कुन कुन हुन्? संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा चयन भएका नयाँ अस्थायी सदस्य राष्ट्रहरू कुन कुन हुन्? बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया रहेका छन्। बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया रहेका छन्।
र यिनीहरूको कार्यकाल सुरु सन् 2026 को जनवरी 1 देखि सन् 2027 को डिसेम्बर 31 सम्म गरी 2 वर्षको रहनेछ। प्रश्न नम्बर 21 विश्व खाद्य दिवस कहिले मनाइन्छ? विश्व खाद्य दिवस कहिले मनाइन्छ? यसको सही उत्तर छ अक्टोबर 16। अक्टोबर 16 मा विश्व खाद्य दिवस मनाइने गरिन्छ। सन् 2025 को विश्व खाद्य दिवस 45औं खाद्य दिवस हो र यसको नारा स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो रहेको छ। प्रश्न नम्बर 22 नेपाल सरकारले हरेक वर्ष कुन मितिमा वार्षिक बजेट सङ्घीय संसदमा प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ? यसको सही उत्तर रहेको छ जेठको 15 गते। जेठ 15 गते नेपाल सरकारले सङ्घीय संसदमा बजेट प्रस्तुत गर्दछ भने प्रदेश सरकारले असार 1 र स्थानीय तहले असार 10 गते आफ्नो बजेट प्रस्तुत गर्दछन्। प्रश्न नम्बर 23 हाल नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुक कति रहेका छन्? हाल नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका राष्ट्रहरू 10 वटा रहेका छन्। 10 वटा। नेपाल र मौरिसस बीच सन् 1999 अगस्ट 3 मा भएको दोहोरो करमुक्ति सम्झौता सन् 2025 अक्टोबर 29 मा रद्द भएसँगै नेपालसँग दोहोरो करमुक्ति भएका मुलुकको सङ्ख्या 10 कायम भएको छ। प्रश्न नम्बर 24 जापानको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल नेत्री को हुन्? जापानको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल नेतृत्व को हुन्? यसको सही उत्तर रहेको छ सानाई ताकाइची र उनी लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष रहेकी छिन्। उनको नाम छ सानाई ताकाइची र उनी सन् 2025 अक्टोबर 21 मा निर्वाचित भएकी हुन्। प्रश्न नम्बर 25 सगरमाथाको उत्तरी मोहडामा रहेको हर्नबिन कुलोयरमा स्की गरेर कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन्? सगरमाथाको उत्तरी मोहडामा रहेको हर्नबिन कुलोयरमा स्की गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन्? यसको सही उत्तर रहेको छ जिम मोरिसन। उनी अमेरिकाका पर्वतारोही रहेका छन् सन् 2025 को अक्टोबरमा। प्रश्न नम्बर 26 सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पूर्तिका लागि कुन मितिमा निर्वाचन गर्ने निर्णय गरेको छ? यसको सही उत्तर छ विक्रम सम्वत 2082 माघको 11 गते। प्रश्न नम्बर 27 मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो भन्ने विद्वान को हुन्? मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो भन्ने विद्वान को हुन्? यसको सही उत्तर छ जर्ज अर्वेल। जर्ज अर्वेलले यो भनाइ राखेका छन्। प्रश्न नम्बर 28 सरकारले विभिन्न 6 सेवा क्षेत्रलाई राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय गरेको हो। सरकारले विभिन्न 6 सेवा क्षेत्रलाई राष्ट्रिय परिचय पत्रमा सूचना प्रणालीमा कहिले जोड्ने निर्णय गरेको छ? यसको सही उत्तर हो 2082 कार्तिक 12 गते। प्रश्न नम्बर 29 अमेरिका चीन बीचको व्यापार युद्ध रोक्ने सम्बन्धमा सहमति कहिले कायम भएको छ? अमेरिका र चीन बीचको व्यापार युद्ध रोक्ने सम्बन्धमा सहमति कहिले कायम भएको छ? यसको सही उत्तर हो सन् 2025 को अक्टोबर 30 मा। 2025 अक्टोबर 30 मा सम्झौता भएको छ। प्रश्न नम्बर 30 सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूको सम्मेलन हालै कहाँ सम्पन्न भएको छ? सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूको सम्मेलन हालै कहाँ सम्पन्न भएको छ? यसको सही उत्तर छ हेटौँडा। हेटौँडामा विक्रम सम्वत 2082 कार्तिक 15 गते सम्मेलन सम्पन्न भएको छ। प्रश्न नम्बर 31 सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल कहिले कतार प्रस्थान गर्नुभएको हो? यसको सही उत्तर छ विक्रम सम्वत 2082 कार्तिक 17 गते। 2082 कार्तिक 17 गते। सम्मेलन मिति सन् 2025 को नोभेम्बर 4 देखि 6 सम्म रहेको छ र यसको पहिलो सम्मेलन भएको 30 वर्षपछि दोस्रो सम्मेलन आयोजना भएको छ र यो आयोजना स्थान रहेको छ कतारको दोहा र पहिलो शिखर सम्मेलन सन् 1900
95 मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो। प्रश्न नम्बर 32 अमेरिकाको वाशिंगटन डीसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित 117औं देवकोटा जयन्ती तथा पुरस्कार वितरण समारोहमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार 2025 बाट सम्मानित स्रष्टा को हुन्? अनेसास सर्वोत्कृष्ट पुस्तक 2025 बाट सम्मानित हुने स्रष्टा रोशन थापा नीरव रहेका छन् र उनको कृति सन्तासका 60 दिनको लागि यो सम्मान प्रदान गरिएको छ। प्रश्न नम्बर 33 स्मार्ट शहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? स्मार्ट शहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 कार्तिक 16 र 17 गते काठमाडौँमा घोषणापत्र जारी भएको छ। प्रश्न नम्बर 34 विक्रम सम्वत 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिऔं बुद्ध जयन्ती मनाइयो? 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिऔं बुद्ध जयन्ती मनाइयो? यसको सही उत्तर रहेको छ 2569औं। प्रश्न नम्बर 35 कार्य सम्पादन मूल्याङ्कन आर्थिक वर्ष 2081-82 मा देशभरिकै उत्कृष्ट कार्यालय सफल बन्न जिल्ला प्रशासन कार्यालय कुन हो? कार्य सम्पादन मूल्याङ्कनमा देशभरिकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय कुन हो? यसको सही उत्तर छ पर्वत जिल्लाले 95.71 अङ्क प्राप्त गरेको छ। प्रश्न नम्बर 17 संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका दिगो विकास लक्ष्यका 17 युवा नेतामा पर्न सफल नेपाली अभियन्ता को हुन्? यसको उत्तर छ ऐश्वर्या श्रेष्ठ। प्रश्न नम्बर 37 संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ? संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ? यसको सही उत्तर छ अक्टोबर 24 सन् 1945 अक्टोबर 24 मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएको स्मरणमा यो दिवस मनाउने गरिन्छ। प्रश्न नम्बर 38 जेन्जी पुस्ताद्वारा 2082 भदौ 23 र 24 मा भएको आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय कहिले गरेको छ? जेन्जी पुस्ताद्वारा 2082 भदौको 23 र 24 गतेमा भएको आन्दोलनपछि मृत्यु भएका 45 जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय कहिले गरेको छ? यसको सही उत्तर छ विक्रम सम्वत 2082 कार्तिक 17 गते 2082 कार्तिक 17 गते 45 जनालाई शहीद घोषणा गरेको छ। हवस् त आजको लागि जानकारीहरू यति नै रहेका छन्। बाँकी समसामयिक घटनाक्रमहरूको सङ्गालो लिएर अर्को भिडियोमा उपस्थित हुनेछु। त्यतिन्जेलसम्म च्यानलमा भएका अन्य भिडियोहरू हेर्दै रहनुहोला। हवस् त नमस्कार।